Apple puree. मेरो बाबु पनि 6 मन्थ कम्प्लिट भयो। अबदेखि मैले उसलाई सोलिडहरू स्टार्ट गर्न लागेको छु। आज फर्स्ट टाइम हो। आज फर्स्टमा मैले उसलाई एप्पल प्युरी बनाएर खान दिन लागेको छु। फर्स्टमा भएर थोरै पनि बनाएको छु अनि एकदम पातलो पनि बनाएको छु कि फर्स्ट टाइम हो नि त, अनि डर लाग्छ घाँटीमा अल्झाउँछ कि भनेर एकदम नै पातलो बनाएको छु। हेर मन पराउँछ कि नै। सुरुमा त उसले फालिदियो, मुखमा राखिदिए बित्तिकै सबै फालिदियो। सुरुमा धेरै पनि खुवाउन हुन्न, थोरै थोरैबाट सुरु गर्नुपर्छ। हेर्नु न के दियो भनेर झन् मेरै मुखमा हेरेर बसिरहेछ कि उसले, खानामा भन्दा मम्मीको मुखमै हेरेर बसिरहेछ। खानामा खासै इन्ट्रेस्ट देखाउन्न कि यसले दुध खाइराख्ने बानी भएर होला। पछि चाहिँ खायो हल्का फुल्का, त्यति साह्रो त होइन। अहिले त कहाँ साब खान्छन् र खाना त, त्यही पनि अलिअलि चाहिँ खायो है। पछि त गर्दैछ अहिले चाहिँ। मैले चाहिँ धेरै खुवाइनँ उसलाई।